हाम्रो अभिभावकज्यू जो राष्ट्रिय प्रधान पार्टीको केन्द्रीय उपाध्यक्ष हुनुहुन्छ उहाँको चर्चा यो क्षेत्रमा मात्रै होइन नेपाल अधिराज्यभरि चर्चा चल्नु स्वाभाविक होइन उहाँ क्यापेबल हुनुहुन्छ हरेक कुराहरूले अगाडि हुनुहुन्छ र अहिले के हो भने यो पछिल्लो चरण जेनजीको आन्दोलनपछि नयाँ पिँढी नयाँ पुस्ता र नयाँ व्यक्तिहरू खोजेको चाहिँ भान राष्ट्रिय प्रधान पार्टीले महसुस गरेका कारण हाम्रो अभिभावकज्यूले चाहिँ एउटा नयाँ चाहिँ उम्मेदवार अगाडि तपाईहरु समक्ष अगाडि पठाउनु भएको छ। उहाँ चाहिँ जुनसुकै बेला पनि राष्ट्रिय प्रजातन्त्र पार्टीको लागि तयार हुनुहुन्छ। उहाँले यसपालि क्याम्पेन क्षेत्र नम्बर 3 मा हैन नेपाल अधिराज्यभर गर्नुहुन्छ। तपाईहरुको त यो पटक प्रतिष्ठाको लडाई जस्तो पनि भयो। आफ्नै निर्वाचन क्षेत्र गुमाउने हो कि भन्ने डर छ कि छैन? हैन, हामीलाई त्यो डर भएको भएदेखि हामी उम्मेदवार बनेर यहाँसम्म आउँथेनौँ, तपाईहरुसँग फेस गरिन्थेन। हामी लुसुक्क आएर खुसुक्क जान्थ्यौँ। हामी यो अघिल्लो पटक पनि हामीले जितेको, 70 मा पनि हामीले जितेको, यो पल्ट पनि हामीले जित्छौँ भने हामी ढुक्क छौँ। ओ दीपक थापा मगर अहिलेसम्म नामै सुनिएन भन्ने कुरा छ। तपाईले चितवन क्षेत्र नम्बर 3 लाई दिनुभएको योगदान के हो त? मैले चितवन क्षेत्र नम्बर 3 लाई भन्दा पनि म चाहिँ एउटा युवा हो हैन। मैले चाहिँ मेघौली यो चितवन जिल्लाको भरतपुर महानगरपालिका वडा नम्बर 27-28 जो मेघौली भन्छ त्यहाँ चाहिँ मेरो सबै सामाजिक संस्थामा कुनैमा पनि म नभएको छैन हैन। स्कुल अब तपाईको मध्यवर्ती तपाईको यो सहकारीहरु जति पनि संघ संस्थाहरु छन् कुनैमा पनि म नभएको चाहिँ छैन। मैले चाहिँ यो भरतपुर भरि चितवन जिल्ला भरि चाहिँ मैले सबै कुराहरु मेरो सेवा दिन पाएको थिएन। अहिले आउँदै छु। तपाईहरुको सहयोगले म फेरि यो यता पनि गर्नेछु।